नमस्कार, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। विशेषण भनेको के हो भन्ने कुरा योभन्दा अघिल्लो भिडियोमा गरिसकेका छौँ। आउनुहोस् यो भिडियोमा यसका प्रकारहरू जानौँ। विशेषण 4 प्रकारका रहेका छन्। पहिलो हो गुणबोधक विशेषण। कस्तो वा कत्रो भन्ने प्रश्नको उत्तरमा आउने शब्दहरू अथवा नामको गुण, दोष वा अवस्था बुझाउन आउने शब्दहरूलाई गुणबोधक विशेषण भनिन्छ। जस्तै असल छोरो, दुष्ट मानिस, निलो आकाश, धनी व्यापारी आदि। यहाँ प्रयोग भएका शब्दहरू असल, दुष्ट, निलो, धनी यी शब्दहरूले नामका गुण, दोष, अवस्था बुझाउन आएका छन्। त्यसैले यी शब्दहरू गुणबोधक विशेषण हुन्। दोस्रो हो परिमाणबोधक विशेषण। कति भन्ने प्रश्नको उत्तरमा आउने शब्दहरू अर्थात् कुनै वस्तुको यति उति भन्ने मात्रा बुझाउन आउने शब्दहरूलाई परिमाणबोधक विशेषण भनिन्छ। जस्तै धेरै चामल, अलिकति चिनी, प्रशस्त पानी आदि। यहाँ प्रयोग भएका धेरै, अलिकति, प्रशस्त यी शब्दहरूले वस्तुका मात्रा बुझाउन आएका छन्। त्यसैले यी शब्दहरू परिमाणबोधक विशेषण हुन् र यी शब्दहरूलाई कति भनेर प्रश्न गर्न सकिन्छ। कति चामल, कति चिनी, कति पानी आदि। साथीहरू, अर्को भिडियोमा संख्याबोधक र सार्वनामिक विशेषणको बारेमा कुरा गर्नेछौँ। अहिलेलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।